नमस्ते सबैजनालाई। आज हामी एउटा यस्तो ठाउँको कथा सुन्दैछौँ जसले साँच्चीकै जो कोहीलाई पनि प्रेरणा दिन्छ। लुम्बिनी प्रदेशको पहाडी जिल्ला प्युठान अनि त्यहाँको बेलबास समुदाय। उनीहरूले आफ्नै पसिनाले कसरी आफ्नो गाउँको मुहार फेर्दैछन् र विकासको एउटा गजबको नमुना तयार पारेका छन् भन्ने कुरा आज हामी यो प्रस्तुतिमा बुझ्नेछौँ। ल ढिला नगरी सुरु गरौँ है त। त्यहाँका स्थानीयहरूको एउटा साह्रै मिठो गीत छ नि, सुन्नुहोस् त। हाम्रो लक्ष्य भनेको आत्मनिर्भर भन्ने हो, आय आर्जन वृद्धि गरी अघि हामी बढ्ने हो। यो सुन्दा जति आनन्द आउँछ यसको अर्थ अझै धेरै गहिलो छ नि। यो कुनै साधारण गीत मात्रै होइन क्या, यो त पुरै बेलबास समुदायको साझा अठोट हो। कसैको मुख नताकी उनीहरू आफै आत्मनिर्भरताको बाटोमा कसरी सँगै हिँडिरहेका छन् भन्ने कुरा यसले प्रश्न पार्छ। खण्ड 1 प्युठानको सुन्दर गाउँ बेलबास। अब यो गाउँ ठ्याक्कै कहाँ पर्छ र कस्तो छ त्यसबारे अलिकति कुरा गरौँ। प्युठानको भिङ्ग्रीमाथिल्लो डाँडा पारी भनौँ न स्वर्गद्वारी क्षेत्रमा पर्ने यो उच्च पहाडी भूभाग प्रकृतिको एउटा अनुपम उपहार नै हो। त्यहाँको हावापानी अनि पहाडबाट बग्ने त्यो चिसो स्वच्छ पानी हो, यही प्राकृतिक स्रोतले नै उनीहरूको कृषि र पशुपालनको बलियो आधार तयार पारेको छ। पानी नै जीवन हो भन्छन् नि, साँच्चै यो प्राकृतिक स्रोतले बेलबासको विकासको जग बसाल्न ठूलो मद्दत गरेको छ। तर हरियाली र जङ्गलले भरिएका यी पहाडहरू जति सुन्दर छन् नि, यहाँ काम गर्न त्यति नै गाह्रो पनि छ। यस्तो भिरालो जमिनमा जीवनयापन गर्नु पक्कै पनि सहज कुरा होइन, तर यो चुनौतीले नै उनीहरूलाई अझ बढी बलियो र लगनशील बनाएको छ। यही डाँडाकाँडामा उनीहरूले रातदिन पसिना बगाएर कृषिबाटै सुन फलाइरहेका छन्। P6को ठिक पूर्वमा रहेको यो बस्तीलाई हेर्दा प्रष्ट हुन्छ कि उनीहरूले प्रकृतिसँग कति राम्रो तालमेल मिलाएका छन्। त्यो भिरालो पहाडमा पनि कस्ता सुन्दर घरहरू। यो त साँच्चै नै एउटा उत्कृष्ट पहाडी जीवनशैलीको उदाहरण हो। त्यहाँका घरहरूले परम्परा र मेहनतको कथा एकैसाथ बोलिरहेका छन् जस्तो लाग्छ मलाई त। खण्ड 2 कृषिमा आधुनिक र स्थायी अभ्यासहरू। अब उनीहरूले आफ्नो मुख्य पेशा अर्थात् कृषिमा कस्तो क्रान्ति ल्याइरहेका छन् त त्यसतर्फ लागौँ। यहाँनिर एउटा गजबको कुरा छ। एकातिर एकदमै व्यवस्थित हरियाली स्थायी खेती छ भने अर्कोतिर हाम्रो पुरानो मौलिकता माटो र ढुङ्गाको घरको बार्दलीमा सुकाइएका पहेँला मकैका झुत्ताहरू। यसको अर्थ के हो भने उनीहरूले आफ्नो पुरानो परम्परालाई पनि मासेका छैनन् अनि नयाँ दिगो प्रविधिलाई पनि मजाले अँगालिरहेका छन्। आधुनिकता र परम्पराको यो साँच्चै सुन्दर सङ्गम हो। यसरी आधुनिक र स्थायी कृषिका उपायहरू अपनाउँदा के फाइदा भयो त? फाइदा एकदमै प्रष्ट छ। 12 महिना भरपर्दो खाद्यान्न, माटोको उर्वरता पनि जोगिएको छ अनि उत्पादन पनि बढेको छ। भिरालो जमिनलाई कसरी सही तरिकाले प्रयोग गर्न सकिन्छ भन्ने कुरा उनीहरूले राम्ररी सिकिसकेका छन्। यसले उनीहरूको आर्थिक अवस्थालाई एकदमै मजबुत बनाएको छ। खण्ड 3 पशुपालन मार्फत आय आर्जन वृद्धि। कृषिपछि अब आम्दानीको अर्को ठूलो स्रोत पशुपालनको कुरा गरौँ है त। उनीहरूले बाख्रा र भैँसी पाल्ने गोठहरू कति सफा र हावा खेल्ने खालका बनाएका छन्। अघि हामीले कुरा गरेको गीतमा पनि गोठलाई सफा राख्ने हाम्रो आवाज छ भनिएको छ नि, हो त्यही कुरा यहाँ लागू भएको छ। सफा गोठ भनेको निरोगी पशु हो अनि स्वस्थ पशु भनेकै धेरै दुध, मासु र अन्ततः राम्रो आम्दानी हो नि, होइन र? यो कुरा उनीहरूले एकदमै राम्ररी बुझेका छन्। त्यसो भए समग्रमा उनीहरूको यो सफलता पछाडिका मुख्य 3 कुराहरू के हुन् त? पहिलो, स्थायी खेती जसले खानाको दुःख हुन दिएन। दोस्रो, सफा र व्यवस्थित गोठ जसले पशुलाई स्वस्थ राख्यो। अनि तेस्रो, आधुनिक पशुपालन प्रविधिको प्रयोग हो। यही 3 कुराको जादुले बेलबासको अर्थतन्त्रलाई माथि उकासिरहेको छ। अनि सुन्नुस् न, आम्दानी यतिमा मात्रै सीमित छैन क्या। आफ्नै गाउँघरमा पहाडको शुद्ध हावापानीमा पाइने प्राकृतिक मह काट्नु र त्यसको स्वाद लिनु कति मजाको कुरा। यस्ता स्थानीय स्रोत साधनहरूले उनीहरूको दिगो विकासमा अझ धेरै इँटा थप्ने काम गरेका छन्। खण्ड 4 आत्मनिर्भर र सुखी नेपाली समुदाय। यत्रो कडा परिश्रम, नयाँ प्रविधि, सरसफाई, यी सबैको अन्तिम नतिजा के हो त? नतिजा भनेको अनुहारमा देखिने यो वास्तविक खुसी हो। गाउँको बाटोमा सँगै हिँडिरहेका महिलाहरू केवल बाटो मात्र काटिरहेका छैनन् क्या, उनीहरू त सँगै मिलेर आफ्नो गाउँ बनाउँदैछन्। जब मानिसहरू आफ्नो घाँस, बास र आम्दानीको लागि आफै आत्मनिर्भर हुन्छन् नि, तब मात्र यस्तो खुसी छाउँछ। हामीले बेलबास क्षेत्रमा नेपाली समुदायको समग्र विकासका लागि सञ्चालित परियोजनाहरूको अनुगमन गर्दा ठ्याक्कै यही कुरा पायौं। यो विकास कुनै बाहिरी संस्थाले जबरजस्ती ल्याइदिएको होइन, उनीहरू आफैसँगै भेला भएर योजना बनाएर काम गरिरहेका छन्। यसरी समुदाय आफै जागेपछि मात्रै जीविकोपार्जनमा सुधार आउँछ र दैनिक जीवनमा साँच्चीकै यस्तो खुसी थपिन्छ। ल अब अन्त्यमा म तपाईहरूलाई एउटा प्रश्न छोडेर जान चाहन्छु। के हामी सबैले बेलबासबाट आत्मनिर्भरताको यो पाठ सिक्न सक्छौँ त?
पक्कै पनि सक्छौँ नि। स्रोत र साधनको सही सदुपयोग गरेर आधुनिक कृषि र पशुपालन अपनाएर अनि सँगै मिलेर काम गर्दा गाउँमै कसरी कायापलट गर्न सकिन्छ भन्ने कुरा बेलबासले सिकाएको छ। आजको यो जानकारीमूलक प्रस्तुति यति नै। यसबाट तपाईँले पक्कै पनि केही नयाँ प्रेरणा पाउनुभयो होला भन्ने मलाई विश्वास छ। सुन्नुभएकोमा धेरै धेरै धन्यवाद। अर्को पटक यस्तै रोचक विषयका साथ फेरि भेटौँला है त।